सोचौँ त, एउटा सिङ्गो समुदायको कथा, उसको पहिचान अनि संस्कृति सबै एउटै व्यक्तिको कलममा अडिएको छ। नेपालको तामाङ समुदायका लागि त्यो व्यक्ति हुनुहुन्थ्यो रविन्द्र तामाङ। उहाँले आफ्नो पुरै जीवन एउटा संस्कृतिको इतिहास लेख्न, त्यसलाई जोगाउन लगाउनुभयो। आउनुहोस् उहाँको यो अद्भुत यात्रालाई अलि नजिकबाट निहालौँ। रविन्द्र तामाङको यो एउटै भनाइले उहाँको कामको पुरै मर्म बताउँछ। उहाँको लागि रिसर्च भनेको खाली तथ्य जम्मा गर्नु मात्रै थिएन, यो त सत्यको गहिरो खोजी थियो। र लेखन चाहिँ त्यो खोजको जिउँदो साक्षी थियो। एउटा यस्तो माध्यम जसले आउने पुस्ताको लागि सोच्ने र बुझ्ने ढोका खोलिदिन्थ्यो। यही सोचले उहाँको जीवनभरको कामलाई डोर्यायो। ल अब सुरु गरौँ पहिलो खण्डबाट, शब्द पछाडिको मान्छे। उहाँका किताबहरूलाई बुझ्नुभन्दा पहिले ती शब्दहरू लेख्ने मान्छेलाई चिन्नु एकदमै जरुरी छ। आखिर के थियो उहाँमा त्यस्तो जसले आफ्नो संस्कृतिप्रति यति धेरै समर्पित बनायो? उहाँको व्यक्तिगत कथाले नै उहाँको लेखनको गहिराईलाई देखाउँछ। रविन्द्र तामाङको कथा सुरु हुन्छ दोलखाको सुन्दर भूमिबाट, जहाँ उहाँको जन्म 20 सालमा भएको थियो। उहाँले आफूलाई लेखक, संस्कृतिविद र अनुसन्धानकर्ताको रूपमा चिनाउनुभयो। तर यी सामान्य परिचयभित्र आफ्नो समुदायको पहिचानलाई जसरी पनि जोगाउँछु भन्ने एउटा असाधारण अठोट लुकेको थियो। उहाँको पहिचानमा पनि एउटा गजबको कुरा थियो। लेखनको दुनियाँमा उहाँ रविन्द्र तामाङ वा कहिलेकाहीँ रसिला तामाङको नामले चिनिनुहुन्थ्यो। यी नामहरूले उहाँको साहित्यिक र सांस्कृतिक झुकाउलाई प्रष्टै झल्काउँथ्यो। तर सरकारी कामकाजमा उहाँको नागरिकताको नाम थियो रविन्द्र कुमार सिंह लामा। यो भिन्नताले उहाँको सार्वजनिक र व्यक्तिगत व्यक्तित्वबीचको एउटा सूक्ष्म तर निकै अर्थपूर्ण सम्बन्ध देखाउँछ। उहाँको जीवन त दोहोरो समर्पणको कथा हो। एकातिर उहाँले विक्रम सम्वत 2043 सालदेखि झण्डै 36 वर्षसम्म निजामती सेवामा रहेर देशको सेवा गर्नुभयो। तर अर्कोतिर ठ्याक्कै त्यही समयमा उहाँको साहित्यिक र सांस्कृतिक यात्रा पनि सँगसँगै अघि बढिरहेको थियो। सोच्नुहोस् त, दिनमा सरकारी कर्मचारी र रातमा आफ्नो संस्कृतिको इतिहासकार, यो उहाँको लगावको सबैभन्दा ठूलो प्रमाण हो। अब दोस्रो खण्ड, जीवनभरको पुस्तकालय। त्यो दोहोरो जीवन र अनन्त समर्पणको नतिजा के भयो त? परिणाम थियो एउटा विशाल पुस्तकालय। उहाँले आफ्नो कलमबाट सृजना गर्नुभएको हरेक पुस्तक तामाङ संस्कृतिको विशाल भवन बनाउने एक इँटा जस्तै थियो। उहाँका कृतिहरूले तामाङ समुदायको जीवन्त संस्कृतिलाई शब्दमा कैद गरेका छन्। तामाङ रिन्ठिमले परम्परा र संस्कारलाई समेट्छ भने तामाङ चाडपर्व र तिमाल जात्राले समुदायको उत्सव अनि आस्थालाई बचाएर राख्छन्। मुगला नारी जस्तो एकाङ्की नाटक मार्फत त उहाँले कलात्मक पक्षलाई पनि देखाउनुभयो। यी किताबहरू किताब मात्र होइनन्, बरु मुखमा जीवित परम्परालाई लिखित इतिहासमा बदल्ने एक शक्तिशाली प्रयास हुन्। उहाँको काम संस्कृतिमा मात्रै सीमित थिएन, उहाँ त इतिहासको जरासम्मै पुग्नुभयो। तामाङ जातिको ऐतिहासिक प्रोफाइल र प्राचीन तामाङ राज्यहरू जस्ता पुस्तकहरूले समुदायको जरा कहाँसम्म फैलिएको छ भनेर देखाइदिए। ग्याबा वंशावली जस्ता कामले त वंश र पुर्खाको खोजीलाई नै एउटा नयाँ उचाइ दियो, जसले गर्दा समुदायले आफ्नो विगतलाई अझै स्पष्टसँग चिन्न सक्यो। 11 भन्दा बढी सुन्दा त यो सामान्य सङ्ख्या लाग्न सक्छ, तर यो सामान्य होइन। यो त दशकौंसम्मको अथक अनुसन्धान, रात दिनको लेखन र आफ्नो संस्कृतिप्रतिको गहिरो प्रेमको प्रतीक हो। हरेक पुस्तक तामाङ ज्ञानको भण्डार जोगाउने एक कोसेदेउँगा थियो। तेस्रो खण्डमा जाऊ, तामाङ पहिचानको वकालत। तर रविन्द्र तामाङ किताबका पानाहरूमा मात्रै सीमित हुने मान्छे थिएनन्। उहाँले आफ्नो ज्ञानलाई पुस्तकालयबाट बाहिर निकालेर समुदायको बीचमा लानुभयो र एक लेखकबाट एक सच्चा अभियन्ताको भूमिकामा आफूलाई उभ्याउनुभयो। उहाँ केवल लेखक होइनन्, एक संस्था निर्माता पनि हुनुहुन्थ्यो। तामाङ अनुसन्धान केन्द्र होस् वा तामाङ पत्रकार सङ्घ, उहाँले यस्ता संस्थाहरूको जग बसाल्नुभयो जसले उहाँको कामलाई भविष्यसम्म निरन्तरता दिन सकोस्। उहाँलाई राम्रोसँग थाहा थियो, व्यक्ति त नरहला, तर संस्थाहरूले सांस्कृतिक संरक्षणको दियोलाई निभ्न दिने छैन। चौथो खण्ड, पहिचानको विरासत हो। जीवनभरको यो अथक प्रयास र समर्पण त्यसै खेर गएन। उहाँको कामले राष्ट्रिय स्तरमै पहिचान र सम्मान पायो, जसले उहाँको विरासतलाई अझै बलियो बनाइदियो। उहाँको सम्मानको यात्राले पनि उहाँको निरन्तर योगदानलाई देखाउँछ। विसम्मत 2054मा पहिलो पुरस्कारबाट सुरु भएको यो यात्रा दशकौंसम्म चलिरह्यो र 2080मा राष्ट्रिय प्रतिभा पुरस्कारसम्म आइपुग्यो। यो केवल पुरस्कारहरूको सूची मात्रै होइन, यो त तामाङ संस्कृति र पहिचानको मुद्दाले कसरी बिस्तारै राष्ट्रिय महत्त्व पायो भन्ने कुराको पनि प्रमाण हो।
रविन्द्र तामाङले एउटा समुदायको कथालाई इतिहासको पानाबाट हराउन दिनु भएन। उहाँको जीवनले हामी सबैलाई एउटा महत्त्वपूर्ण प्रश्न सोध्छ। हाम्रो आफ्नो समाजमा, हाम्रो समुदायमा त्यस्ता कुन कथाहरू छन् जुन भन्न बाँकी छ? कसको आवाज छ जसलाई सुन्न जरुरी छ?